राजा वीरेन्द्रले माया गरेर एउटा यस्तो कुकुर पालेको थियो। त्यो कुनै कुकुर मात्र थिएनन्, राजा वीरेन्द्रको छोरा जस्तै थियो। जर्मन शेफर्ड जातको त्यो कुकुर जसको नाम थियो जित। जित केवल एउटा कुकुर मात्र थिएन, उनी राजा वीरेन्द्रको परिवारको एउटा अभिन्न सदस्य थियो। दरबार परिसरमा राजा वीरेन्द्र जहाँ पुग्थे, जित आफ्ना मालिकको पाइला पछ्याउँदै त्यही पुग्थ्यो। दरबारको कटेज नजिकै उसको आफ्नो सानो ओछ्यान थियो। उनलाई हेरचाह गर्ने छुट्टै मानिसहरू थिए, तर जितका लागि सबैभन्दा ठुलो खुसी त राजा वीरेन्द्रको त्यो आत्मीय स्पर्श र माया थियो। तर जेठको 19 को त्यो शुक्रबारको रात जब गोलीको आवाजले नारायण हिटी घन्कियो, एकाएक राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमारी श्रुति र राजकुमार निराजन सहित सम्पूर्ण वंश नै सखाप पारियो। भोलिपल्ट बिहान दरबार स्तब्ध थियो। सिङ्गो देश शोकमा डुबेको थियो। तर त्यो सुनसान दरबार परिसरमा जित भने आफ्ना मालिकलाई खोजिरहेको थियो। ऊ प्रत्येक कोठामा पुग्थ्यो, राजा वीरेन्द्रको ओछ्यान सुँघ्थ्यो र बगैँचाका कुना कुनामा आफ्ना प्रिय राजाको बास्ना खोज्दै भौतारिन्थ्यो। उसले सोधेको थियो होला, मेरो मालिक कहाँ हुनुहुन्छ? मलाई सुमसुम्याउने ती हातहरू कता हराए? तर उसको प्रश्नको उत्तर दिने त्यहाँ कोही थिएन। मानिसहरू त शोकमा थिए नै, तर जितको त्यो मौन पीडा झन् हृदय विदारक थियो। उसले खाना खान छोडिदियो, पानी पिउन छोडिदियो। ऊ केवल राजा वीरेन्द्रको सम्झनामा टोलाएर बसिरह्यो। मानिसहरू त समयसँगै आफ्नो आँसु पुस्दै अघि बढे, तर जितले आफ्नो मालिकको बिछोड सहन सकेन। हत्याकाण्डको केही महिनामा आफ्ना मालिकको वियोगमा छटपटाउँदै जितले पनि यो संसारबाट सधैँका लागि बिदा लियो। आज पनि नारायण हिटीको श्री सदन पुग्नु भयो भने ढोका निरै राखिएको जितको त्यो सानो ओछ्यानले मानिसहरूको आँखा रसाउँछ। त्यो ओछ्यान आज पनि रित्तो छ, तर त्यसले एउटा कुकुरको साँचो निष्ठा, अगाध प्रेम र एउटा नसकिने शोकको कथा भनिरहेको छ। संसारमा मानिसको निष्ठा बदलिन सक्छ, तर एउटा अबोध जनावरको प्रेम कहिले बदलिँदैन। राजा वीरेन्द्र र जितको यो कथाले साबित गर्छ, प्रेम केवल शब्दमा होइन, आत्मिक भावमा हुन्छ। तपाईलाई दरबार हत्याकाण्डसँग जोडिएको यो भावुक तथ्य कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला। यस्तै भिडियो हेर्नका लागि हामीलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।